अपराधी यस्तो राक्षसहरूले चाहिँ आफ्नो चाहिँ यसरी गलत काम गरिसकेपछि पनि यसरी आनन्दले चाहिँ जेलबाट चाहिँ छुटेर निस्किन्छ। अझै पनि निस्किसकेपछि पनि म चाहिँ चुनाव लड्छु भनेर चाहिँ यसरी चाहिँ भनिरहेको छ के। भनिराख्दा पनि हाम्रो देशको जनता र हाम्रो देशको सरकार चाहिँ के हेरेर बसिरहेको। हाम्रो देशमा आजको दिनमा बरु म डाक्टर पाइलट इन्जिनियर बन्छु भनेर भन्दाखेरि बरु त्यो बरु बन्नलाई गाह्रो छ हैन। तर आजको समयमा एउटा नेता बन्नको लागि केही पनि गाह्रो छैन के। दुई चारवटा भ्रष्टाचार गर्नुस्, दुई चारवटा कानुनको उल्लङ्घन गर्नुस्, किनभने मान्छे मार्दिनुस्, त्यसपछि जेलभित्र बसेर निस्किनुस्, त्यसपछि तपाईँ चाहिँ त्यहाँबाट चाहिँ एउटा सर्वश्रेष्ठ एउटा नेता भएर निस्किनुहुन्छ के। अनि त्यहाँनिर चाहिँ तपाईँ चाहिँ नेता बन्नको लागि चाहिँ तपाईँको चाहिँ क्वालिफिकेसन के छ, तपाईँको चाहिँ एक्सपिरियन्स के छ भन्ने कुरा हेरिदैन। त्यहाँनिर चाहिँ के हेरिन्छ भन्दाखेरि तपाईँले चाहिँ जेल जीवन कति काट्नु भएको छ, जेलभित्र कति बस्नु भएको छ, कतिजना मान्छे मार्नु भएको छ तपाईँले, अनि तपाईँले चाहिँ कति ठुलो अपराध गर्नु भएको छ भन्ने हिसाबमा चाहिँ तपाईँ चाहिँ त्यति नै ठुलो नेता चाहिँ बन्न सक्नुहुन्छ के। हाम्रो देशको नीति र नियम र कानुन चाहिँ यस्तो खालको छ के। जहाँनिर चाहिँ एउटा चाहिँ पढे लेखेको मान्छेलाई भन्दा पनि जो मान्छेले चाहिँ एउटा चाहिँ अपराध गरेर चाहिँ जेलभित्र बसेर निस्केको छ हो त्यो मान्छेहरूलाई चाहिँ पार्टीले टिकट दिन्छ र अनि त्यो मान्छेहरूलाई नेता बनाएर देशको चाहिँ प्रधानमन्त्रीसम्म पनि हुन्छन् के त्यस्तो मान्छेहरू। हाम्रो देश प्रगति नभएको कारण चाहिँ के भन्दाखेरि यस्तो यस्तो अपराधी र यस्तो यस्तो कुलङ्गरशाला मात्र बापतीहरूको हातमा चाहिँ हाम्रो देश छ नि त। अनि हो त्यो कारणले गर्दाखेरि चाहिँ हाम्रो देश प्रगति नभएको हो कि। किन भन्दाखेरि यिनीहरूले देशलाई लुटेर बेचेर खाएर सकाइदिसके के। साला मात्र यिनीहरूले देशभित्र गरेको भनेको आतंक मचाउन, भ्रष्टाचार मचाउन र साला मात्र यो पापीहरू साला मात्र मान्छेहरूको ज्यान लिन बाहेक यिनीहरूले अरू केही पनि गरेको छैन देशभित्र। अनि हाम्रो देशभित्र भएको काण्डहरूमा त यो मात्र एउटा काण्ड चाहिँ बाहिर आएको छ अहिलेको समयमा हैन। यस्तो खालको काण्ड त हाम्रो देशको भ्रष्टाचारीहरूले कति मचाएको छ होला के, कति मान्छेको ज्यान लिएको छ होला, कति मान्छेहरूलाई लुटपाट गरेको छ होला, देशलाई बेचेर यसरी खोक्रो बनाएको छ, देशको धरोहरदेखि लिएर देशभित्र भ्रष्टाचार गरेर कति ठुल्ठुलो काण्ड मचाएको होला भन्ने कुरा त आउने दिनमा चाहिँ नेपाली जनताले त्यो चिज देख्नलाई जरुरी छ कि। अनि त्यो चिज देख्नको लागि पनि त्यो चिज बाहिर ल्याउनको लागि पनि हामीले चाहिँ हाम्रो देशमा चाहिँ राजा फिर्ता ल्याउनु एकदमै धेरै जरुरी छ। अनि यही भ्रष्टाचारी नेताहरूको अगाडि गएर चाहिँ कुनै अपराधीको बारेमा कुरा गर्यो भने चाहिँ अनि यिनीहरू त्यो बेला चुप लागेर बसे अनि सबैजना एउटै खालको चट्टे बट्टे हुन्छ, सबैजना मिलेर खाएको थियो हो त्यो बेलामा। अनि एकअर्कालाई जोगाएर एकअर्काको गल्ती छेकेर बसेको। अनि आजको दिनमा यदि कसैलाई चाहिँ आरोप लगाउँ भन्यो भने आरोप लगाएको मान्छेले आफ्नो पनि भ्रष्टाचार खोलिदिन्छ, आफूले गरेको काण्ड पनि खोलिदिन्छ भनेर चाहिँ सबैजना चाहिँ एकअर्कालाई बचाएर एकअर्काको गल्ती लुकाएर बसिरहेको छ कि यो मात्र छ्याक्नेहरूले। अनि हो यही कारणले गर्दाखेरि चाहिँ हाम्रो देशभित्र जतिसुकै भ्रष्टाचार भए पनि बाहिर किन आउँदैन भन्नु भन्दाखेरि अनि एउटै थालमा खाएर मात्र सबैजना चट्टे बट्टे भएर बसेको छ नि त मात्र छ्याक्नेहरू। एउटाको गल्ती अर्कोले छोप्ने, अर्को गल्ती अर्कोले छोप्ने गरेको कारणले गर्दाखेरि चाहिँ कहिले पनि नेपाली सर्वसाधारणको बिचमा चाहिँ कहिले पनि आउँदैन के। अनि जब आउँछ नि हो त्यो बेला अनि यसरी सरकार नै चुप लागेर बस्छ कि। त्यो मान्छेलाई जन्मकैद भएको थियो, जन्मकैद भनेको के हो, त्यो मान्छेलाई आजीवन जबसम्म त्यो मर्दैन हो त्यसलाई जेलभित्र राख्ने भनेर यो सजाय सुनाएको। त्यो मान्छेलाई 10 वर्षभित्रै कसरी छोड्दियो भनेको, कसरी छुट्यो त्यो मान्छे। अनि अहिलेको समयमा हाम्रो सरकार कसको छ, ओली सरकारको छ। साला मात्र ओली त के हेरेर बसिरहेको छ, छानबिन गरा यसमा। साला मात्र एउटा हत्याराले अर्को हत्यारालाई कहाँबाट समात्छ त नि भनेको के। सबै मिलेर मात्र चट्टे बट्टे भएर बसेको छ नि त म्याच छ्याक्नेहरू। हिजोको दिनमा चाहिँ हातमा हतकडी लाएर जुन पुलिसले चाहिँ यसलाई चाहिँ घेरामा हालेर हिँडेको थियो अनि आज दिनमा चाहिँ त्यही पुलिस चाहिँ साला मात्र यस्तो हत्यारा साला मात्र आतंककारीको चाहिँ पछाडी चाहिँ स्कटिङ गरेर हिँड्दा हुन्छ कि अगाडि पछाडी के। अनि सरकार नै साला मात्र यस्तो साला नपुंसक सरकार भएपछि अनि यत्रा कहाँबाट हुन्छ त नि भनेको के। अनि आजको दिनसम्म पनि अनि त्यो पीडित परिवारको मान्छेहरू चाहिँ मिडियामा गएर चाहिँ रोएर कराएर बसिरहेको छन् हैन, हामीलाई न्याय चाहियो भनेर हैन। तर आजसम्म पनि यसरी चाहिँ न्याय पाएको छैन। अनि ओइ केपी ओली भ्रष्टाचारी मैले आफै आएर भने नि त म तपाईहरुलाई न्याय दिन्छु, मलाई भोट दिनुस्, म तपाईहरुलाई न्याय दिन्छु भनेर भने नि तैले। अब दे न्याय मात्र हेर यहाँ 22 जनाको चाहिँ मान्छेको ज्यान लिएर मात्र बाहिर निस्केर छुटेर मात्र यसरी रमाएर बसिरहेको छ। यसको गर्दन समातेर यसलाई फेरि भित्र हाल मा छ्याक्ने। यसले 22 जना मान्छेलाई जिउँदै मान्छेहरूलाई चाहिँ भट्टीमा हालेर यसले ज्यान लिएको छ। अनि पुष्टि भइसकेपछि आजीवन कारावास भइसकेपछि पनि यो मान्छे 10 वर्षमा कसरी निस्क्यो यसमा छानबिन गर। अनि यो केसमा भएको पीडितहरूलाई चाहिँ न्याय दे मा छ्याक्ने, न्याय दिन्छु म तपाईहरुलाई भनेर भने नि तैले। अनि यही आफै मात्र मान्छे मारेर 14 वर्ष जेलभित्र त छिरेर निस्केको अनि मा छ्याक्ने कहाँबाट दिन्थ्यो त नि न्याय। साला मात्र आफै अपराधी भएपछि अनि यो सबै कुरा देखेपछि अनि के तपाईहरुलाई लाग्छ त भनेको हाम्रो देशभित्र कानुन छ जस्तो लाग्छ तपाईलाई। एउटा देशमा हुनुपर्ने कानुन भनेको यही हो। हाम्रो देशको न्यायपालिका कहाँ गयो, हाम्रो देशको कानुन प्रशासन कहाँ गयो, हो यही हो कि साला मात्र कली बौलाको भनेको यही हो। अनि तपाईहरुलाई चाहिँ तलपट्टि यो कुलङ्गर राक्षसको कुरा सुनेर तपाईहरुलाई के लाग्यो, तपाईहरुको विचार तलपट्टि कमेन्ट गर्नुस्। जय नेपाल, जय राजतन्त्र।